नमस्कार, म डाक्टर अमृत घिमिरे, बालरोग विशेषज्ञ तथा बाल छाती रोग विशेषज्ञ यस ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छु। आज मे महिनाको पहिलो मङ्गलबार अर्थात् विश्व दम दिवस। यो दम दिवसको यस वर्षको थीम अथवा नारा भनेको चाहिँ एक्सेस टु एन्टी इन्फ्लामेटरी इन्हेलर्स फर एभ्रिवान विथ एस्थमा स्टिल एन अर्जेन्ट निड भनेर राखिएको छ। अथवा दमको उपचारमा प्रयोग हुने इन्हेलर चाहिँ सबैको लागि पहुँचयोग्य होस् भन्ने यस वर्षको नारा रहेको छ। हामीले के विचार गर्नुपर्छ भने दम अथवा बालबालिकामा हुने दम भनेको चाहिँ एउटा अलिकति लामो समयको बिमारी हो। यसमा प्रयोग हुने उपचार विधि भनेको चाहिँ इन्हेलर अथवा डाइरेक्टली श्वास प्रश्वासमा औषधि पुर्याउने विधि मात्र हो। र इन्हेलरको विषयमा चाहिँ एउटा जनचेतना आवश्यक के छ भनेदेखि इन्हेलरले नै दमको पूर्ण रूपमा नियन्त्रण गर्न सक्ने उपचार विधि हो। र यसका केही चुनौतीहरू पनि छन्, जस्तो कि इन्हेलर सजिलै सबै ठाउँमा उपलब्ध नहुनु, उपलब्ध भए पनि यो उपचार विधि सबैलाई प्रयोग गर्न नआउनु, र अर्को भनेको चाहिँ यो केही खर्चिलो पनि देखिनु। यो चाहिँ यसका मुख्य चुनौतीको रूपमा लिन सकिन्छ। इन्हेलरको प्रयोगको विषयमा समाजमा केही गलत धारणाहरू पनि छन्। यो जटिल किसिमको बिमारीलाई मात्र प्रयोग हुने भन्ने गलत धारणा छ। त्यस्तै यो प्रयोग गर्न थालिसकेपछि बानी पर्छ भन्ने गलत धारणा पनि छ। र दम भनेको ठिक हुने बिमारी होइन, औषधि गरेर फाइदा छैन भन्ने गलत धारणा पनि छ। यो चिजलाई चाहिँ हामीले चिर्न आवश्यक छ। एउटा कुरा के विचार गर्नुपर्छ भने दमको सही उपचार समयमै, बालबालिकामा हुने दमको समयमै पहिचान गर्न सकियो, समयमै उपचार प्रारम्भ गर्न सकियो, र केही ट्रिगरहरू जस्तो धुलो, धुवाँ यस्तो चिजहरूबाट बालबालिकालाई जोगाउन सकियो भने दम भन्ने बिमारी चाहिँ पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ। र फेरि पनि एउटा जानकारी के होस् भने दमको उपचार विधि भनेको श्वास प्रश्वासमा डाइरेक्टली औषधि पुर्याउने विधि अथवा इन्हेलर विधि मात्र हो, र यसबारेमा सबैलाई चेतना हुन आवश्यक छ।